दिदीहरूलाई आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै शिक्षक महासङ्घ अध्यक्ष एवं प्रतिनिधिमा आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै हाम्रो किशनपुर नगरपालिका स्थित सम्पूर्ण विद्यालयका यो कार्यक्रमको उद्देश्य धेरै लामो निःशुल्क र अनिवार्य आधारभूत तहको शिक्षा सम्बन्धी ऐन जुन सरकारबाट स्वीकृत भएको राज्यले बनाएको कानुनको बारेमा पढिसक्नु भएको होला। तथापि अब यो अझै पनि यो निःशुल्क र अनिवार्य आधारभूत तहको शिक्षा हासिल गराउनु हामी सबैको कर्तव्य छ। सबै बालबालिकाहरूले आधारभूत तहको शिक्षा हासिल गरिसकेको हुनुपर्ने छ। यदि त्यस्तो आधारभूत तहको शिक्षा हासिल भएको अवस्था आइएन भने त्यस्तो व्यक्तिलाई राज्यबाट प्रदान गर्ने कुनै पनि सुविधा चाहिँ उपलब्ध गराइने छैन भन्ने ऐनको बाध्यात्मक व्यवस्था भएको हुनाले पनि हामीलाई अहिले अलिकति दबाब दिएको छ। आजका छलफलका विषयवस्तुहरू अनिवार्य तथा निःशुल्क शिक्षा भनेको के हो, नेपालको संविधानमा शिक्षा अनिवार्य तथा निःशुल्क चाहिँ 2075 र नियमावली 2077 र यो अनिवार्य शिक्षा कार्यान्वयन गर्नको लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको एउटा कार्ययोजना छ। त्यो कार्ययोजनामा कार्यविभाजन भएका छन्। कुन तहको सरकारले के गर्ने, विद्यालयले के गर्ने भन्ने बारे स्पष्ट भएको छ। त्यसका हाइलाइट्सहरू म प्रस्तुत गर्दैछु र त्यसपछि हाम्रो जनप्रतिनिधिहरू यहाँ हुनुहुन्छ, विभिन्न सेक्टरका व्यक्तिहरू हुन्छ। यसलाई कसरी गर्न सकिन्छ भन्ने बारेमा छोटो अन्तर्क्रिया गर्नेछौँ र कार्यक्रम समाप्त जानेछौँ। आयोजक सामाजिक विकास कार्यालय सञ्चालनको यो कार्यक्रम शुभारम्भ गरेको स्वागत छु। धन्यवाद। शिक्षा दिन सकेनौँ भने र अथवा त्यो आधारभूत तहको शिक्षा पुरा नगरेका त्यो मौलिक हकलाई कार्यान्वयन गर्नको लागि अनिवार्य तथा निःशुल्क चयन जारी भएको प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक पनि छ भन्ने संविधानमा उल्लेख छ। शिक्षा प्रदान गर्ने राज्यको दायित्व पनि प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व र तस सम्बन्धी आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी नेपाल सरकार, प्रदेश सरकार भन्ने भएको छ। अब सरकारले मात्रै गरेर हुँदैन। आधारभूत शिक्षा प्राप्त गर्न उमेरसम्मका आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउनु प्रत्येक नागरिकको कर्तव्य हुनेछ। बाटो गर्नुपर्ने राज्यको छ भने कर्तव्य नागरिकको पनि हो। नागरिकले पनि त्यो शिक्षा प्राप्त गर्नुको लागि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने कुरा पनि यसमा उल्लेख भएको छ। संस्थागत स्कुलतिर निःशुल्क चाहिँ कसरी गराउन सकिन्छ? घरमै पढाउँदा जसो मानौँ कसैको बच्चा अपाङ्ग छ, प्यारालाइसिस छ, उसले विद्यालय लैजान सकेन र उसले आफ्नो घरमै चाहिँ उसलाई पढाइ गर्यो भने सोझै त्यो विद्यार्थीलाई 5 अथवा 8 मा भर्ना गर्न सकिने कि नसकिने के छ व्यवस्था? निजी विद्यालय बिस्तारै हामीले चाहिँ गुठीतर्फ लैजाने भन्ने खालको पहिले आएको थियो। अहिले मस्यौदामा त्यो खालको चाहिँ भाइ यसमा देखिँदैन। समुदायले दुई प्रकारको इङ्ग्लिस मिडियम र नेपाली मिडियमको अलग अलग शुल्क छ। यसको व्यवस्था के हो त? आर्थिक व्यवस्था कमजोर भएर विद्यार्थी आमा बुवा इन्डिया गएर बच्चा गरे, जसमा बाबामा अमेरिका गए बच्चाले जान्छ त्यो टुटाला त्यसलाई डबल मानिनु छ। त्यो त प्लान भयो। त्यही अवस्था हो नि, त्यो प्लान भयो। त्यो पनि त्यही अवस्था। यस्तो हो सर, के बच्चा लगेर गयो, के घरमा छोडेर गयो भने तिम्रो पालन पोषण गर्ने मान्छे छैन भने त्यसलाई शिक्षा दिनु पर्यो। फेरि एउटा चाहिँ के छ हैन, जसै विद्यार्थीले चाहिँ नागरिकता गर्यो हैन, उनीहरूले कुरा गर्यो हैन, विद्यालयभित्र व्यवस्थापन समिति र शिक्षकहरू मध्ये कुनै नराम्रो व्यवहार गर्ने जसरी मानौँ ती विद्यार्थीलाई रेस्ट्रिक्सन नगरेर प्राइमेरी परामर्श केन्द्र भने त्यो दिने कारण आखिर के भयो भने विद्यालय आउने त्यहाँ आएर अराजकता गर्ने सुरदेखि लिएर सबै विकृति फैलाउने त्यस्ता विद्यालयलाई रेस्ट्रिक्सन स्थानीय सरकार आएदेखि त्यो निरन्तर भन्ने कुरा एकदमै ठप्पै बन्द भयो। यसका लागि मैले हजुरलाई विनम्रतापूर्वक अनुरोध गरेँ, हाम्रो सोच के हुनु पर्यो भने हाम्रो बच्चा सामुदायिक विद्यालयमा, गाउँ समाजको बच्चा के अरे संस्थागत विद्यालयमा नजाओस् भन्ने हाम्रो पहिला त्यो बुढापाकाहरू भन्थे कि अब प्रायः यहाँको मान्छेहरू इन्डिया जाने भएको कारणले दमुने छोरा बम्बई तली जान्छ भन्छ कि पैसा हुने मान्छे बोर्डिङमा जान्छ, स्वाभाविकै हो। उसले राम्रो शिक्षा पाउला होइन। अब बोल्दाखेरि शब्दहरूमा के तल माथि भएको छैन भने
पढ्दाखेरि लेख्नु बुझ्नु होला त्यसलाई सर्वमा लेखिदिनु होला। यही समापन गरेको बेहोरा अनुरोध गर्छु र अन्तमा हामी एउटा सामूहिक फोटो लिन्छौँ।